हामी चाहिँ भित्र बेतिर मामाबाट आएको अनि अहिले चाहिँ हामी घरमा मर्निङ टाइम फर्किँदै गरेको छौँ। हेर्नु चाहिँ गाईहरू मकै लिएर आएको एकदम खाना चाहनुहुन्छ हजुरहरू पनि भिजिट गर्न सक्नुहुन्छ। यहीँनिर हो हाम्रो घर चाहिँ स्कुल है। हजुरले के भन्न चाहनुहुन्छ नि? म एकदम खुसी छु, ह्याप्पी छु। यहाँको मर्निङ टाइम हो, मकै लिएर जाँदैछु हामी गाउँघरबाट। हेर्नुहोस् खाना चाहिँ यहाँ एकदम राम्रो छ, एकदम हजुरहरू पनि आउन सक्नुहुन्छ। अनि गणेश पार्कको जान्छ त्यहाँदेखिको ठाउँनिर नै हो हामी हिँडिरहेको छौँ। अनि चाहिँ माथि पुगिसक्नु भयो, हामी चाहिँ तलै नै छौँ। बनाउनुमा चाहिँ हामी छुटेको छौँ। अनि आज चाहिँ मकै राम्रो भनेर खाने मकै काट्दा पनि खाने हो। गाईहरू आजको दिनमा चाहिँ धेरै रमाइलो भयो, मामाबाट गयो, टिकट बनायो, रिल्सहरू पनि बनायो, एकदम रमाइलो भयो। हाम्रो चाहिँ यहाँ गाडी हिँड्छ अनि एकदम आएकोदेखिबाट हामी घुम्नेछौँ। अनि घुमेको बस्ने टाइम हुँदैन, हाम्रो खाने घुम्ने काम छ। हाम्रो आन्टी पनि भर्खर बर्दियादेखि आउनुभएको हो। उहाँलाई चाहिँ एकदम घुम्न मन लागिरहेको थियो, हामी लगेर बेसपार्क पनि गयो। बेस जान सक्नुहुन्छ हामी, मुनि पनि आउँदै हुन्छ है गाईहरू। जेनी पनि हिँडिरहेको छन् अनि जेनीलाई एकदम गाह्रो पनि भइरहेको छ हुनु। अनि हाम्रो कुतुवा आउने चाहिँ हाम्रो जेनी एकदम मेरो फेभरेट बहिनी हुन्छ। मेरो चाहिँ बहिनीसँग हिँडिराख्नु भएको छ मेरो आन्टी। अनि एकदम हिँडिराख्नु भएको छ, मलाई थकाइ पनि धेरै नै लागेको छ। सबै गाईहरू हामी चाहिँ मामा घर जाने बाटोनिर आइपुगेको छौँ। अनि एकदम हाम्रो मामा घर जाने बाटो चाहिँ एकदम गाह्रो छ। हेर्नु यस्तो भिड पाखा एकदम कस्तो डरलाग्दो बाटो छ यो चाहिँ। हामी यस्तो बाटो गइरहेको छौँ, के गर्ने अब हामीलाई भने चाहिँ दुःख लाग्छ। कोही सजिलो बाटो रोज्छ नि त अप्ठ्यारो नै हुन्छ, त्यही भएर सर्कल बाटो खोजेर यस्तो बाटो हिँड्नु परिरहेको छ। राम्रो बाटो भनेको उताबाट लङ पर्छ, त्यही भएर हामी चाहिँ सर्कलबाट हिँडिरहेको छौँ। एकदम रमाइलो भयो यो भिडमा, हजुर पनि आउन सक्नुहुन्छ, एकचोटि भिजिट गर्नु होला, रमाइलो हुन्छ यहाँको यात्रा चाहिँ। अनि मेरो जेनी चाहिँ यहाँनिर मैसँग हिँडिरहेको छन्, यिनीहरू चाहिँ म बिना हिँड्न नै सक्दैनन्। एकदम हेर्नु मेरो जेनी पनि हिँडिरहेको छ, उसलाई पनि थकाइ लागिरहेको छ, त्यही भएर उसलाई गाईहरू एकदम थकाइ लागेर हेर्नुहोस् न आन्टीलाई धेरै गाह्रो भइसकेको छ। अनि के गर्नु यस्तो छ हाम्रो बाटोको हालत। उता चाहिँ तुलसीपुर बजार देख्न सक्नुहुन्छ। हेर्नुहोस् है गाई यति राम्रोसँग आउँछ, एकदम टिकट बनाउन एकदम राम्रो देखिन्छ, हजुर पनि आउन सक्नुहुन्छ। अनि यति बाटोको पुरै छोडिदिनु यति गाह्रो छ कि यसबाट हिँड्नलाई, यति गाह्रो छ यति धेरै ढुङ्गाहरू कस्तो धाउँछ हजुरले आएर थाहा पाउन सक्नुहुन्छ। म चाहिँ भन्न सकेन, अहिले म बोल्न पनि सकिरहेको छैन, एकदम भाउ पनि भइरहेको छ, गाह्रो पनि भइरहेको कस्तो गाह्रो भइरहेको छ। हेर्नुहोस् है गाईहरू आन्टीहरू हिँडिराख्नु, मेरो फेस देखाउनु पनि लागेको छैन, धेरै गाह्रो भयो। हेर्नुहोस् है गाईहरू जति जाति हुनुहुन्छ उहाँहरू चाहिँ मेरो जेनीलाई चाहिँ हेर्नु कति थकाइ लागिरहेको छ, उसलाई मैले पनि समाउन सकेको छैन, मलाई कस्तो गाह्रो भइरहेको छ, म बोल्न पनि सकिरहेको छैन। गाईहरू म चाहिँ अब फुल भिडियो हेरिदिनु होला। अनि म चाहिँ घर पुगेपछि चाहिँ म घर देखाउनु गइरहेको छु। अनि एकदम गाह्रो पनि भयो। म चाहिँ पछि आन्टी म कहिले पनि साथ छोडिसक्यो, हाम्रो चाहिँ प्लास्टिकले साथ छोडिसक्यो। अनि त्यति टाढादेखि आएको नि हामी चाहिँ अटो पनि पाइँदैन, अटो पनि माथि नै लाग्छ। हामी चाहिँ सर्कलबाट आएको, लङ बाटोबाट हाम्रो गएनौँ। अनि एकदम भाउ पनि भइरहेको छ। हेर्नुहोस् गाईहरू बाटो चाहिँ यति नराम्रो छ, यहाँनिर हिँड्न पनि गाह्रो भइरहेको छ। अनि म बोल्न पनि सकिरहेको छैन। अनि लास्टै गाह्रो भइरहेको छ। गाईहरू आन्टीले चाहिँ बचपनको याद आयो भन्नुभयो यो फल देखेर। एकदम हुन्छ अनि खाएर बसिन्थ्यो जग्गा जाँदा। हेर्नुहोस् गाईहरू आन्टीले खाइराख्नु भएको फल एकदम मनपर्छ भन्दै बचपनमा खाएको बालपनको याद आयो भनिरहनु भयो। अनि हामी पनि खान्थ्यौँ। यो फलको नाम चाहिँ के भन्थे? कालीगेरी बनाएर भन्छ, कहिले कालीगेरी भन्छ, हामी चाहिँ बनाएर भन्छौँ पहिला कालीगेरी देखेर यसो कालीगेरी भन्छ। कस्तो छ है बाटो देख्दा त जान पनि मनै लाग्छ नि, यहीँनिर बसिराख्नु मन लाग्छ मलाई त। ओफ अहिले कति भयो, गाह्रो भइरहेको छ। हेर्नुहोस् गाईहरू धेरै गाह्रो भइरहेको छ, एकदम हिँड्न पनि। यहाँनिर एकजना घर छ, घरनिर आइपुगेको छौँ। अब हाम्रो मामा घर जानु थोरै नै छ। अब चाहिँ म मामा घर गइसकेपछि हजुरलाई देखाउन चाहन्छु, त्यही पनि पुरै भिडियो हेरिदिनु होला। अनि गाईहरू है आन्टीले चाहिँ बाख्राको धेरै नै ख्याल गर्नुहुन्छ, त्यसै नै यहाँ कसले काटेको फ्याँकेको रहेछ, त्यो हालिदिने। बाख्राको धेरै माया गर्छु मैले, एकदम बाख्रालाई भनेपछि आन्टीले चाहिँ एकदम सेवा चाहिँ धेरै गर्नुहुन्छ। अनि हामी चाहिँ आइसकेको छौँ, लगभग यो घर नआएपछि हाम्रो मामा घर आइसक्छ, हामी घर आइपुग्छौँ। अनि आइसक्यौँ हामी गाईहरू, गाह्रो पनि धेरै गाह्रो भयो। अनि यो चाहिँ फर्स्ट घर हो, यी हाम्रो मामा घर आइसक्यौँ हामी चाहिँ। आन्टीले चाहिँ बाख्रालाई घाँस खुवाउँदै हुनुहुन्छ, खै के भएर खाएन ल, हामीसँग रिसाए जस्तो छ। हेर्नुहोस् है हामी चाहिँ मामा घर आइसक्यौँ, थ्याङ्क यू। एकदम आमाले त्यहाँ बसिराख्नु भएको छ, के गराउलानु भयो आमा? हेर्नुहोस् है गाईहरू हामी चाहिँ मामा घर आइपुग्यौँ, हाम्रो लङ यात्रा चाहिँ सफल भयो। अनि आमाले चाहिँ दाना बनाउँदै हुनुहुन्छ। चाहिँ गाईहरू एकदम हजुरहरू पनि लिन चाहन्छ भनेपछि हजुरहरूले सम्पर्क गर्न सक्नुहुन्छ। यो चाहिँ एकदम राम्रो छ बाख्रा, हजुरहरूले लान सक्नुहुन्छ। एकदम हामीलाई सम्झिराख्नु होला, हजुरलाई बाख्रा चाहिएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ है त गाईहरू। यो चाहिँ हाम्रो कान्छा मामाको घर चाहिँ हो, कान्छा हजुरबाको घर हो। अनि मेरो चाहिँ मेरो मम्मीको मामा घर चाहिँ यही हो, मेरो आन्टीको र मम्मीको मामा घर यही हो, मेरो मामा घर यो हो गाईहरू। अनि एकदम रमाइलो पनि भयो यात्रा, लाइक सब्सक्राइब गरिदिनु। थ्याङ्क यू फर वाचिङ, बाई बाई। फेरि मिलेंगे, सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला सबैजना।